योट चल्न आयो योट हजुर ए पक्नु नि त देखि 45 मिनटदेखि हामी चाहिँ सबै रेडी गरेर अनि त्यसपछि टिकटहरू लिइसकेका थियौँ अनि हामी सरासर भित्र गयौँ हामी जाने माथि हो यहाँ बार रहेछ पढा छ त चुआएको छैन आयो भनेको क्या ये क्या बक रहे हो चुआएको छैन भन्छ त ये क्या सुन रहा हूँ मैं पढा योट ए ऊ पनि रहेछ त दूरबीन पनि रहेछ त के रहेछ बाइनाकुलर के कोइन राख्न पर्ने रहेछ कि होइन न त बन्दै हुने रहेछ 100 राख्छ 100 पछि के हाल्नु ए भुचट नै पर्ने रहेछ नि त देखियो माछा देख्छ लाग्दाखेरि माछा देखिस् मलाई च्यासे म नि हेर्छु नि एक्सपिरियन्स कस्तो भयो भन अगाडि घरहरू नि यहीँ देखिन्छन् हेर त ल कहाँ अगाडि घरहरू हेर त हेर न मैले त कोरा देखेको है पूरा कोहरा ही कोहरा चारों तरफ च्यासे हाट त्यो कहाँ यहाँ यस्तो गरे सबैले हेर्न मिल्यो कि अलि त्यहाँ चरो उड्यो त्यो भएर कडा देखिँदैछ यो हिँडेको कि हो होइन च्यासे हल्ले छ त यो त पुरै हल्ले होइन हेरका त्यो भिडियो नबना त हल्ले खाएको केही त भएन नमस्कार अरू हामी अबे जल्दी बोल कल सुबह पनवेल निकल बाङ्गेलाई भेट्न आयौँ स्टार्ट भइसक्यो होइन यता हेर्थ्यो कि यो चाहिँ स्टार्ट भइसक्यो दूरबीन हेरिरहेको यसले त्यो डाँडामा के छ यार बाङ्गे मन्दिर साह्रो पहले भयो त्यो खतरा टावर त्यहाँनिर यो एक्सपिरियन्स चाहिँ कडा भयो यो टल्केर चाहिँ म त माछा आइज नि छ्यासी यो किन राखेको भने थाहा यो टाढा टाढाको बोट हेर्ने अनि जाने अनि त्यसपछि हमला गर्छ झापकेरा 建造費が420億円と言われております。右手に見えてまいりましたのが川崎重工業神戸工場でございます。There is the Kobe factory of Kawasaki Heavy Industries on your right. 明治14年に川崎高度導線所が当時国内の हेर न कडा राम्रो देखिन्छ त है यो त 0.5 मा होइन हामी त पक्का देखेका यसको त थोपडै अट्दैन है च्यासे तेरो त नपेल्का अब 2 वर्ष भइसक्यो 3 महिना भन्थ्यो त अर्का हो कि 3 महिना त अन्त 近年こちらの会場では長さ आगे एउटा क्याट काटहरू गर्न नजाने किनेर バラ釣り貨物船や हल्ला नगर त ジェットホイール地下水素 ठाउँ त राम्रो ठाउँमा आइयो त हामी त यार कडा एउटा खतरा सिन ल्याउँछु यस्तै गरेर बस है
अब त त्यस्तै हो 2 भाइ भेट भइयो मस्त मजा 4 सालपछि मस्त मोला हुन्छ हैन मजा त मस्त मोला भइयो घुमायो क्या हिमाचलले घुमा यति नै रहेछ कि अब यो राउन्ड लगाएर निस्किन्छ होला कि यहाँबाट फेरि यहीँबाट भित्र हाल्ने है तर बाहिर यति बाहिर निकाल त भित्रैबाट घुमाउँछ भनेको बाहिर त निकाल्यो है त्यहाँबाट चाहिँ निकाल्यो समुद्रलाई चाहिँ छोयो तर त्यो चाहिँ के को लागि हो त पुल पनि यस्तै पोर्टकै लागि हो त प्लेन त्यहाँ उडिरहेको त्यो त पानीको लहरा कति हुन्छ समुद्र शान्त छ यहाँभित्र मान्छे कति मिटर तल गइएला यहाँ झर्ने भने हामी यहाँ र मलाई देखाएको छ क्यामेरामा अहिले थाहा यहाँ को कालो त मिलाउनेवाला होला कि फेरि को त्यो कालो टोपी लाउने फेरि जाम तल गएर केही पियाउँ न त कहाँ तल गएर तल नि हेरौँ न चिसो भयो कि यहाँबाट जान्छ यता अगाडि जानु न उता उता बाबा हामी त तलको फ्लोर हेरेर आउँछौँ पुरै यहाँ उ रहेछ के खाने हो र ड्रिङ्क्स केही चिसो जुस केही खाने हो कि के जुस बाहिर जानु मिल्ने रहेछ कि रहेछ यहाँ नि मिल्दैन यहाँ डोरी यता नि खै कडा कडा ठाउँ हो त राम्रो ठाउँमा आएर बस्नु रहेछ त कहाँ पठाउनु लाग्यो हजुरहरू यहाँ आउन मिल्दैन हजुरहरू यहाँ बस्नु भने मैले तपाईँहरूलाई फाइन लिनुपर्छ आफ्नो मान्छे भनेर मैले एकचोटिले वार्निङ मात्र दिएको फाइन हान्न आएको मान्छेलाई छोडिदियो भन्यो A few moments later. अन्त 45 मिनट घुमाउँछ भन्न अब गरे हो क्या चाँकै केही खानु त हामीले पहिला अब त घुमाएकै भित्र गइसक्यो मोड हो त ह्यान्डल मोड यस्तो चिसो पानीमा बस्दैन है माछा तै नि गनाउँछन् क्या माछा माया छ सबै यहाँबाट टर्न हान्ने होला है त्यसै ला कौन हो माछालाई कहाँको मान्छे होला यो यो जति आँखाले भ्याए नि होइन यो समुद्र तेरो आँखा जतिले भ्याए नि त्यो समुद्र हाम्रो जग्गामा पर्छ क्या बुझिस् नि पर्छ सबै पानी होला नि जमिन त सबै होइन यो भन्नाले पानी होइन यो पानीमा भएको ऊहरू सबै हाम्रोमा पर्छ कि सब आँखाले नभ्याएर नसकेर यहाँ सेट गर्नु मिल्छ यहाँ लक गरिदिउँ कि अलिक लामो हुन्न यति हो मैले हो आजको दिन चाहिँ कस्तो लाग्यो मुन्डी घर त्यति हो आजको दिन राम्रो लाग्यो तपाईँलाई आजको दिन एकदम राम्रो भयो बाबालाई कस्तो लाग्यो मलाई गजब लाग्यो दिदीहरू छोरछोरीसँग मलाई धेरै रमाइलो भयो सबैजनासँग घुम्न पाउँदा मलाई भन्दा नि बहिनीलाई रमाइलो माया जस्तो मान्यो ह्याप्पी ह्याप्पी अनि यता मिनाजुलाई धेरै रमाइलो हो धेरै रमाइलो अरू केही भन्नु न यस्तो राम्रो यस्तो अवसर फेरि पनि मिलोस् छिट्टै अब उहाँले पुरा यति मौका त्यही त आज नयाँ वर्षमा बुढाबुढीले के भन्न चाहनुहुन्छ त बसेर ल भन्नु त क्यामेरामा
क्यामेरामा दुईजना आएर यस्तो 2000 कति 26 भन्छ कि कति भन्छ यस्तो सालमा हाम्रो अस्ट्रेलियादेखि अनि टोकियोदेखि हाम्रो दिदी भिनाजु छोरी दाइ भाउजू भाइ भदैहरूसँग यस्तो रमाइलो भेट हुन पाइयो यही नै सबैभन्दा जीवनको खुसी अनि छोरीलाई के भन्न चाहनुहुन्छ छोरी त्यहाँ बसेकी छिन् छोरीलाई के भन्न चाहनुहुन्छ ठिक छ अब मम्मीहरूको अब के भन्न चाहन्छ सानीमाको इच्छा कहिले पुरा गरिदिने विचार छ भनौँ न बोल्नुहोस् न केही बोल्नुहोस् न माइकमा हजुर नो कमेन्ट्स होइन केही भन्नु न तपाईँ प्रधानमन्त्री जस्तो नगर्नुहोस् न होइन कि शब्दहरू स्यान बरु फालेर आउनु होइन सिकान होइन तर केही त बोल्नुहोस् हजुर मेमोरी फुल केही हुँदैन यसमा दुईवटा अर्को एक्स्ट्रा मेमोरी कार्ड छ छोरी बोलिनिन् आमाले केही भन्न चाहनुहुन्छ अनि तिमीलाई कस्तो लाग्यो त मलाई को म कस्तो लाग्यो यो त पहिलेदेखि प्यारो मान्छे हो यो त अनि आज घुमघाम कस्तो लाग्यो बढिया लाग्यो अनि अरू के छ त अनि अङ्कल आन्टीलाई आज 2 वर्षपछि 3 वर्षपछि भेट्दा कस्तो लाग्यो त अङ्कल आन्टी यहाँ आन्टी हुनुहुन्छ यहाँ अङ्कल हुनुहुन्छ यहाँ मामा यहाँ माइजू ल अरू के छ भन सब बढिया त्यही बढिया भन्नु खुसी लाग्यो भेट्न पाएपछि जतिखेर बढिया मात्रै हो कि अरू केही छ कि शब्दहरू यस्तो यसरी ल्याएर जोड्दाखेरि अलि बोल्न आउने रहेछ कसरी ल्याएर जोड्दा भन्नु अरे अनि कहाँ नाक आधा नाकदेखि गरेर तिमीलाई नरियल भन्दा तिनी नरियल होइनन् होला होइन हजुरलाई यो त ताडको पेड हो क्या हजुरलाई थोरै नेपालीमा बोले नि हुन्छ हजुर पनि फेरि पेड नगर्नुहोस् होला होइन ल आजको लागि यति नै भाइ